भइरह कतार नेसनल म्युजियम यो भयो म अहिले समुद्रको तीरतिर हिँड्दैछु है कतारको ठ्याक्क पानी जहाजहरू ठ्याक्क सिप भइहाल्यो डिटेलमा आउँछ पानी अस्ति मैले पानी पनि चाखेँ एकदम नुनिलो त्यो चाखेर हेरियो लास्ट नुनिलो ठिकै छ राम्रो छ कतार घुमाइ राम्रो हुँदैछ साथमा दाइ पनि हुनुहुन्छ त्यही भएर सजिलो भयो उहाँसँग हिँड्दैछु उहाँ मेरो गाइड हुनुहुन्छ अझ दाइ उहाँको 9 वर्षको एक्सपिरियन्सले मलाई अहिले 9 दिनमै पुरै कतार घुमाइदिन खोज्नु भयो खुसी लाग्छ टक्क हामी दाजुभाइबाट ठ्याक्क बाटोमा हिँड्दैछौँ बाहिर म अब फ्यान जोनतिर पुगिन्छ अनि त्यही सँगै लिएर पानी जहाज पनि हेर्न पुगिन्छ पानी जहाजमा ठक्क देखाउँछु तपाईँहरू दङ खानुहुन्छ होइन म आफै दङ खाइरहेको छु कतार म्युजियम यता पारि र पानी जहाजको भिडियो देखाउँछु अब पानी जहाज है तिनवटा हो त एउटा कहाँ लख त तिनवटा कस्तो आउँदा म आउँदै तिनवटा देखेको त है कतारको स्टेडियम है एउटा कन्टेनरले बनाएको ठ्याक्क ठुल्ठुलो पानी जहाज आयो भनेको जहाज चाहिँ यो कतारमा अनि यता चाहिँ नेसनल म्युजियम होइन मान्छे झर्नु हो कि त्यो गर्नु स्टेडियम 974 आयो कतारको नेसनल म्युजियम भइहाल्यो गएको छैन जाम ल कुनै दिन हामीले कलेजको छेउमा आएको एकदम हावाले हानेको छ चिसो र यो स्टेडियम यो कतारमा भएको जङ्गल होइन म देखाउँछु यो जङ्गल हामी इन्ट्री गर्दैछौँ के बनाएको छ उहाँ बनाउने हाल्ने गरेको छ यो अब हामी जङ्गल छिर्यौँ यो जङ्गल बसिखाम अँध्रो भएर पुरै चराचुरुङ्गी बोजेको आवाज मात्र छ आउनै पनि ठाउँ यदि कतारमा हुनुहुन्छ भने अनि आउनु होला यो पार्कको नाम एमआइए पार्क निकै नै एक्लै आउने हो भने भयानक छ अनि यहाँबाट तपाईँको कतारमा युरोप खोज्नुको लागि कतारी युरोप यहाँ कतारी युरोप है ठिक छ होइन कतार भित्र हिँड्दै आज ओपनिङ छ एकछिनमा सिटी सेन्टर माथि लकत्तर बजाइरहेको छ अब पनि बजाउँछ
त्यहाँ मेक्सीमा गएर खिच्नेवाला छौँ म खिच्छु होइन हेरौँ। नमस्कार रसगुल्ला आमै पार्क दामी छ रुखमा बत्ती माथि हेर्नुहोस् माथि बत्ती भुइँमा बत्ती यता हेऱ्यो ओरिजिनल टुगो यता हेऱ्यो समुद्र एकदम दामी। अब आज पहिलो एकछिनमा तपाईँलाई म पुरा डुडाङ वेलकम टु कतार माथि आकाशमा होइन पुरै खेलेको सब देखाउँछु तपाईँलाई सब देखाउँछु वर्ल्ड कप सम्बन्धी मात्र देखाउँछु होइन। आज उतापट्टि यस्तो मैले कुन चाहिँ चलिरहेको छ यता चलिरहेको छ रुख हेर्नुहोस् कति राम्रो छ यति राम्रो रुख राम्रो होइन यसको सब बाहिर कभर राम्रो रुख पनि राम्रै छ तर पनि यो कला हो त्यो यो भनेको कला हो। आज हामी हेर्नु गइरहेको छ खबरमा देखाउँछु एकछिन देखाउँछु टक्क हेरौँला होइन ल एकछिन हेरौँला ल।